देशका लागि वर्षौंदेखि गोल गर्दै आएकी खेलाडी आज आफ्नै उपचारका लागि सहयोग माग्न बाध्य छिन्। यो स्टोरी हो नेपाली वुमेन्स फुटबलको स्टार साम्बा। यस द सेम प्लेयर जसले नेपालको अट्याकलाई वर्षौंदेखि क्यारी गर्दैछिन्। तर आज इन्स्टेड अफ सेलिब्रेटिङ गोल्स उनी आज आफ्नो करियरको लागि फाइट गरिरहेकी छिन्। साम्बाको रियल नेम भने सवित्रा भण्डारी हो। उनी नेपाल वुमेन्स नेसनल फुटबल टिमको क्याप्टेन पनि हुन्। साम्बाको यात्रा सजिलो थिएन। उहाँ कुनै ठूलो सहरको सुविधा सम्पन्न वातावरणबाट आउनु भएको होइन। साधारण परिवार, सीमित सोच तथा ठूलो सपना। नेपालमा छोरीले फुटबल खेल्छु भन्दा अझै पनि धेरै ठाउँमा हाँसो उडाइन्छ। के फाइदा हुन्छ? करियर बन्छ र? यस्तो प्रश्नहरू उहाँले पनि पक्कै सुन्नुभयो होला। तर उहाँ रोकिनु भएन। धुलो उड्ने मैदानमा चप्पलमै अभ्यास गरेर सुरु भएको त्यो सपना आज राष्ट्रिय जर्सीसम्म पुग्यो। उहाँका लागि फुटबल खेल मात्र थिएन, यो उहाँको पहिचान थियो। आफ्नो खेललाई अगाडि बढाउने जर्नीमा साम्बा नेपाली महिला राष्ट्रिय टिमकी महत्त्वपूर्ण खेलाडी बनिन्। साम्बा एउटा प्रोलिफिक स्ट्राइकर हुन् जुनले इन्टरनेसनल क्लब्स जस्तै कि वेलिङटन फोइनिक्स जस्ताका लागि खेल्नु भएको छ। त्यसैगरी उनी हाइएस्ट इन्टरनेसनल गोल स्कोरर पनि हुन् नेपाली फुटबल हिस्ट्रीमा। हालै भने साम्बा गम्भीर चोटमा गुज्रिनु भएको छ। फुटबल खेलाडीका लागि खुडाको चोट जस्तै लिगामेन्ट इन्जुरी भनेको करियर नै सङ्कटमा पर्नु हो। उपचार महँगो हुन्छ। त्यही भएर नै होला साम्बा अहिले पब्लिकमा आएर नेपाली जनतासँग हेल्प मागिराख्नु भएको छ। उनले सोसल मिडियामा जनता र फ्यान्सहरूसँग हेल्प मागेकी छिन् $80,000 को, जुन नेपालीमा लगभग 1,16,00,000 हुन पुग्छ। उनले ANFA अल नेपाल फुटबल एसोसिएसनसँग हेल्प माग्दा त्यहाँबाट उनले लिमिटेड हेल्प मात्र पाइन्, जुन थियो 5 लाखसम्म, जुनले उनलाई एकदमै मनघात पुर्यायो, एकदमै डिसपोइन्टेड पनि गरायो। आज साम्बा एउटा नेसनल प्लेयर। साम्बा जो नेपालको आन र मान र शान हुन्, आज आएर पब्लिकली नेपाली जनतासँग आफ्नो उपचारको लागि सहयोग मागिराख्नु भएको छ। गुड न्युज यो रहेको छ कि KMC काठमाडौँ मेडिकल कलेज जुन चाहिँ सुनिल शर्माद्वारा चलाइन्छ, उनले यो भनेका छन् कि यदि साम्बा नेपालमै आफ्नो नी इन्जुरीको उपचार गर्न मानिन् भने KMCले फ्रीमै उपचार गर्ने कुरा अनाउन्स गरेको छ। मेरो विचारमा KMCले गरेको यो मुभ हाम्रो नेपाली प्लेयरको लागि एउटा सम्मान हो, एउटा रिस्पेक्ट हो। र अहिले आएर हामी सबै नेपालीहरू एकजुट भएर नेपालको शान साम्बाको लागि आवाज उठाउनुपर्छ, उनलाई सहयोग गर्नुपर्छ जस्तो लाग्छ। सो हजुरलाई यो विषयमा के लाग्छ कमेन्ट गर्न नबिर्सिनुहोला। सो हस्त धन्यवाद।